यो साउथ अमिलो बासा हुन्छ सर अस्ति हामी त्यो गरेको चाहिँ अब नगर्ने त्यो अमिलो यो भिडियो युट्युब दो आइटम राम्रो ओभन पानी हाल्नुपर्ने त्यो अमिलो बासा हुन्छ ल डबल फोल्ड गाह्रो हुन्छ तपाईँलाई होइन यस्तो प्रोसेसमा कुनै पनि ठाउँमा देखाउँदैन क्या तपाईँले 100% त्यो फोल्डिङ गरेर देखाउनु जस्तो सिनामन रोल बनाउनु यही डोमा तपाईँले सिनामन रोल बनाउन सक्नुहुन्छ कस्तो रोल बनाउनु सक्नुहुन्छ होटेलमा ओरिजिनल तरिका दिनु हो यही डोमा बनाउनुपर्छ क्या एक दिनको यो होटल इन्डस्ट्रीमा यो स्टाइलमा चाहिँ स्टक डो भन्छ कि यसलाई स्टक किनभने जे पनि अर्डर आउँदाखेरि अनि गेस्टहरू कहिले इमर्जेन्सी अब तत्काल आयो भने हामी बिक्री आइटमबाट एउटा देऊ भन्छ कि त्यसो देऊ भन्दाखेरि मात्र त्यो हामीले अस्तिको क्वेसन बोल्नु नि छिटो हुने त्यो प्रोसेसमा त्यो बनाउनु खास ओरिजिनल क्वेसन डेनिस पेस्ट्री जुन डेनिस सेक्सन भने नि डेनिस सबै यही डोबाट बनाउनु क्रोसन होस् सिनामन होस् कस्टर्ड होस् जाम रोल होस् क्रिम रोल होस् सबै यही डो हो क्या है अब यो हामी धेरै गफ गर्नु चिसो हुँदाखेरि हामी बेलिहाल्नुहोस् फेरि मेल फेरि जस्तै मेल हुन्छ ल डो सिटर त्यसलाई भन्छ डो सिटर भन्छ है यो भन्दा पनि राम्रो हुन्छ हामी यो यसमा भएर अनब्यालेन्स हुन्छ कुनै ठाउँ बल दिएको त्यो चाहिँ बराबर डो सिटर राम्रो छ कि वान टाइम युज मात्र हो क्या चाहिन्छ भन्ने छैन कि चाहिन्छ भन्ने छैन तपाईँलाई सजिलो इन्टर भनेको चाहिँ तपाईँलाई सजिलो बनाउनलाई किन्ने जस्तै तपाईँले घरमा पहिला हामी आगो बाल्दाखेरि छाली बाल्थ्यो अनि त्यसपछि स्टोभ आयो स्टोभ पछि ग्यास आयो होइन त्यही हो क्या जति जति मान्छे सुविधार भयो त्यति त्यति हामी त्यो हो छिटो छिटो भयो कि अहिले त ओभन आयो टाइमिङ त्यो राइस कुकरमा टक्क राखेपछि तपाईँ घुमेर आउनुहोस् होइन वासिङ मेसिन भयो होइन तपाईँ घुमेर आउनुहोस् चाँडै होइन मुनि टास्नु दिनु पर्छ है फेरि तपाईँ मुनि टाँसेको फेरि यो रोल त्यो अब यो बेल्ने मात्रै सुसी काट्ने हो के गर्नु पर्छ पिकर पिकर ठिक हो फेरि पातल पनि भुन्नु भयो नि धेरै पातल पनि पिज्जा बर्गर सानो रेड लाइट
बोर्ड लाउनु छ ट्रेमा कालो ट्रेमा त्यो गोस्टमा ओके अब यसलाई खालि भयो यसलाई स्मुथले हल्का ढेल्टा बनाउनु मायाले सकेसम्म बिस्तारै नछोड्नु है मायाले जस्तै यस्तो गरेन यस्तो त गायो अनि यसलाई यहाँ राख्नु यस पिठो भएको भएको चाहिँ हल्का फ्लोर टस गर्नु ल हल्का यसलाई कसैले यहाँ काट्छ कसैले काट्दैन त्यो आफ्नो खुसी है यसो काट्ने यसमा अब तपाईँ चक्लेट राख्नु पऱ्यो भने भित्तामा चक्लेट राख्नु सक्नुहुन्छ चिज राख्नु सक्नुहुन्छ भित्तामा राख्नु सक्नुहुन्छ फोल्ड गर्ने यसरी स्मुथली सकिन्छ वान मोर है फेरि एउटा एकछिन राम्रोसँग हुन्छ है फेरि जहाँनिर बाक्लो छ त्यहाँ मात्र तान्ने फेरि माथिदेखि तान्नुपर्छ भने छैन जहाँनिर बाक्लो छ त्यहाँ त्यो स्मुथली तान्ने है जस्तै छाक्राको बटर चाहिँ भित्र राख्ने यस्तो प्लेन राम्रो भएको चाहिँ बाहिर राख्ने है यो छाक्राको प्रयोग गर्नु छ नि यो चाहिँ भित्र राख्नु ल यसलाई लो सकिन्छ ओके प्रोग्राम भयो भित्र हल्का छ मर्निङ कस्तो थियो बाबु एउटा तपाईँले काम गराउँछु हजुर उता गएर हजुर आइस एकछिन खुल्नु पर्छ रेस्ट दिने फेरि रोटी बनाउने प्रोसेस चाहिँ यसरी नै गर्छ फेरि रोटी पत्रमा जति राम्रो तपाईँ कस गर्नुहुन्छ तपाईँ पत्र दाल त्यतिकै राम्रो हुन्छ यो चाहिँ स्मुथ हुन्छ यो चाहिँ क्रस क्रिस्पी हुनु पर्यो कि यो पुरा पुरा हड्डी खा जस्तो होइन होइन खाँदा क्रन्ची मकै खा जस्तो कुन त हुँदैन भनेपछि बटरले चाहिँ सफ गर्ने भयो पफ मार्जिनले चाहिँ क्रन्ची गर्ने भयो सेट गर्ने भयो के बनाले बटर बटर त्यो थाहा भएन मलाई त्यो तपाईँले गरेकै छैन मैले कसो भने असल फेरि आइटम त्यस्तो हुँदैन कि होममेड तपाईँले भने जस्तो होममेड जस्तो हुँदैन कि यो हाम्रो नेपालमा बनेको प्रोडक्सन होइन ट्राई गरिदिएको गर्नुहोस् मात्र भन्ने हो मैले घिउ हो बटर हो होइन अनि नेपालमा घिउ भन्छ अब इन्ग्लिसबाट बटर भन्छ हुन्छ होला अब आई डोन्ट नो मैले ट्राई गरेको छैन त्यो गोल्डन राम्रो आउँछ कि तिनीहरूले घिउको स्मेल आउँछ सर यो पफ मार्जिन कहाँ के सेम तर थोरै पनिरमा दिँदैन होला त्यो पफ मार्जिन त्यो बक्सै लिनुपर्छ त्यो ठुलो ठुलो प्याकेटमा बिस्किट पहिले पनि खुद्रामा आउँथ्यो अहिले त्यस्तो आउँदैन किन्नुभयो तपाईँले क्रिम पनि पायो Kota लीजिए 20-25 तेमाली कन्या सर 25 तेमाली ल अच्छा कन्या नसेला 25 मा सेट गरेको छ